तपाईँहरूले म एउटा कुरा भन्छु है, तर त्यो कसैले नभन्नु हैन। यो भिडियो पनि सेयर नगर्नु है। फेरि थाहा भयो भने मलाई मार्छ फेरि। हजुर मेरो घरमा के घरमा नि मेरो 17 वर्षको छोरी छ हैन, एसएससी दिइसकेको। अनि छोरा छ 12 वर्षको हैन, अनि बुढी छ हैन। अनि मेरो अफार चलिरहेछ के एउटा केटीसँग हैन। अनि त्यो थाहा भयो भने मलाई मार्छ कि नभन्नु जस्तो पनि लाग्छ हैन। फेरि साथीहरू छ, यत्रो साथी भएको छन् के भएको छ हैन। साथी हुनुभएको तपाईँहरू सबै हैन। नभन पनि मेरो मनको कुरा हैन, मलाई मनमा खुल्लुली हुन्छन्। यत्रो मेरो साथीहरूले भनौँ कि नभनौँ त्यही दिनदेखि भइरहेको थियो। अनि आज त्यो मैले खोल्दिएँ हैन। तर यो सेपरेट राख्ने हैन। यो भिडियो चाहिँ कसैले सेयर नगर्नु है। फेरि सेयर गऱ्यो भने फेरि आफै जिम्मेवारी हुनु नि फेरि। अनि यो फर चलिरहेछ है एउटा केटीसँग हैन। लास्टै माया गर्छु उसले पनि, मैले पनि लास्टै माया गर्छु। कहिले कहिले त मासला हैन झुन्डेर मरौँ जस्तो पनि लाग्छ हैन। के गर्ने यार साथीहरू भन्नु न यार। अब यता यत्रो ठुल्ठुलो भइसक्यो छोराछोरी हैन। त्यसलाई छोडौँ कि अब त्यो किरीलाई छोडौँ कि त्यो किरीलाई अब छोडौँ भने पनि अब बिचारा सबै ठाउँ बिर्सेर भई मेरा बुढा हो भनेर अब मलाई सम्झेर बसिरहेछ। अब छोराछोरीले छोडौँ भने पनि बुढेसकालको सहारा हो भनेर यता मलाई त्यो भइरहेछ। के गर्ने यार, टेन्सन यार। यो टेन्सन कहिले जान्छ यार। कहिले काहीँ लाग्छ यार झुन्डेर मरौँ जस्तो लाग्छ यार, कसम यार। यस्तो टेन्सन कसले भएको छ हो यार, कमेन्ट गरेर भनौँ न यार। मलाई मात्र हो कि यार, अरूले पनि भएको छ यार यस्तो यार। यो इन्टरनेट कसले बनायो यार? इन्टरनेट नबनाएको भए त हामी भेट पनि हुँदैन थियो, यस्तो पनि हुँदैन थियो होला यार। म मेरो बुढीसँग रमाएर बस्थेँ होला, छोराछोरीसँग रमाएर बस्थेँ होला। अब हेर्नु त के गर्ने यार। भर्खरको केटी छ, फेरि 22-23 वर्षको केटी। रुन पनि हेरमा रुने आँसु पनि आउँदैन हेरमा। के गर्नु यार, म अचम्म लाग्छ यार। त्यो यो भिडियो चाहिँ सेयर नगर्नु ल। सेयर गरेर पनि बुढीसम्म पुग्यो भने त म त सक्यो जीवन मेरो सक्यो। म त झुन्डेर मरे हुन्छ। भिडियो सेयर नगर्नु है फेरि।